हेलो नमस्ते गाइस, हेटौडामा गाडी डुबेको ठाउँमा आज म तपाईहरुलाई प्रत्यक्ष देखाउँदै छु यहाँ कस्तो के हुँदैछ भनेर। ल यही हो है गाइस, आजसम्म निकाल कति दिन भयो यो के रे ननिकालेको? आज 3 दिन भयो है? कि 4 दिन भयो? अहिले त प्रयासै गरेर हुन्छ झिक्न। त्यो त ल यता पनि माछा प्लान ल यही हो गाइज के अरे गाडी चाहिँ आउँदा आउँदै गरेर यो बाटो यताबाट आउँदै गर्दा र यो बाटो हो, यो बिचमा चाहिँ गाडी भासेको छ हैन। आज 3 दिन भयो, आजसम्म निकाल्नु सकेको छैन। यता नि माछा पालन अनि यो चाहिँ गाडी आउने रोड हो हैन। यहाँबाट आउँदा आउँदा चाहिँ गाडी त्यहाँ बिचमा चाहिँ भासिरहेको छ। आज सिस्टम गर्न पर्ने हो कि मान्छे भाइरल बसेर काम छैन अलि उतै गर्नु है। हामी गाडी काट्नु पर्यो, गाडी मोटरसाइकल हिँड्दा टिकट काट्नु हुन्छ। एउटा कुरो चाहिँ बुझेन क्या, त्यही हिजो चाहिँ त्यहाँ बसेर भुट्ने चाहिँ को रहेछ त क्या? छिर्नु छिर्नु त्यत्रो गाड्छु त्यो त्यो को भन्नु हैन? उति पहिलो कपडा लाख नि कति दिन भयो रे दाइ यो गाडी ननिकाले? 19 गते भनेपछि आज कति दिन भयो? 5 दिन भयो? 4 दिन भयो। 20 21 22 अनि किन यो अब यसलाई यतिकै सम्बन्धित निकायसँग कुरा त भयो होला नि? सम्बन्धित निकायसँग कुरा त भएको हैन। अनि खै अब चासो देखाइ नि त्यही चासो देखाए कि लोकल पत्रकार ल त्यो घर पनि एकदम डेन्जर हुनेवालामा छ है। यहाँबाट यतातिर टन्नै छ क्या। माछाको ठाउँ चेन्ज, ल पोखरी चेन्ज। ए पोखरी छ शिवम नजिक। ल गाडी होइन यहाँ चाहिँ अब गाडी झिक्ने तर्खरमा माछा पनि चेन्ज होइन पुरै। ओहो ठुलो रहेछ यार त्यो त यार, ज्यात्रो हुन्छ नि यार। पालिकाले के भने कि यो पानी सबै पानी सुकाएर बल्ल त्यो गर्ने अनि उतापट्टि हो कि यतापट्टिको मात्रै गर्ने? यो मात्रै। यो जम्मा क्षेत्रफल चाहिँ कति छ? यो 3टा गरेर 18 बिघा। आज त 3 दिन जति भइसक्यो हैन कि 4 दिन भयो? 4 दिन भयो। भनेपछि यो भइसक्यो मात्रै अब काम सुरु हुन्छ है यो गाडी झिक्ने काम चाहिँ। उहाँहरू बिरुवाहरू आइसकेपछि तुरुन्त भएन, त्यो माटो उनीहरूको डकुमेन्ट लिएर आउँछ नि त। अनि नगरबाट चाहिँ नगर प्रहरी मात्र छ अहिले यहाँ।
प्रहरीहरू कहिले आउने कुरो के छ जानु त आजै आउने भन्दै थिएछ त खबर हुनु पर्यो यो पानी चाहिँ के गर्छ पानी निकाल्ने चाहिँ के गर्छ पानी सुकाउँछ यहाँ फोटो खिच्ने र भिडियो खिच्नेको पनि एकदम के छ त भिड पानी पर्ला जस्तो भयो गाइस सबै ल यहाँ चाहिँ एकदमै के छ त भिड छ गाइस ल गाइस मकैबारी दरेम भन्छ यहाँ यस्तो दामी मकै छ मकै कति राम्रो आम्मामा